आज हामी धनगढीको यो स्पार्क भन्ने प्र्याक्टिस गर्ने ठाउँमा छौँ। यहाँ टिम भोलिको म्याचको लागि प्रिपरेसनमा छ। नेट प्र्याक्टिस सेसनहरू चलिरहेको छ। भोलि काठमाडौँ गोल्डर्सले सिवाइसी दरियासँग बिहान 9 बजेको समयमा प्रतिस्पर्धा गर्नेछ। देख्न सक्छौँ बलर्सहरू आफ्नो रनअप मिलाउँदै प्र्याक्टिस गर्दै हुनुहुन्छ। काठमाडौँ टिमका मन्जित श्रेष्ठ प्र्याक्टिस गर्दै हुनुहुन्छ। टिमले धनगढी आउनुभन्दा अगाडि गोरखपुरमा 4वटा प्र्याक्टिस म्याच पनि खेलेको थियो, जसमा 3टामा विजयी भएको थियो। निकै राम्रो लयमा देखिएको छ टिम। अब हामी काठमाडौँका कोचसँग सानो अन्तर्वार्ता लिनेछौँ। दाइ, फेसबुक लाइभमा स्वागत छ। हाम्रो टिमको प्रिपरेसन कस्तो रहेको छ थोरै बताइदिनु। राम्रै भएको छ अरू टिमको अपेक्षामा। हजुर, हामी स्पेसली यहाँ टर्फ विकेटमा म्याचेसहरू हुने भएको हुनाले हामी 4वटा म्याच गोरखपुरमा गएर टर्फ विकेटमा खेल्यौँ। राम्रो टर्फ थियो। त्यो चिजको चाहिँ नि हामीले फाइदा लिन सक्छौँ जस्तो लाग्छ। किन भन्दाखेरि त्यहाँ हामीले धेरै राम्रो टर्फ पाएको थियौँ। तर त्यो अनुकूलको यहाँ टर्फ हुन्छ हुँदैन, त्यो चाहिँ नि पिच हेरेर मात्र हामीलाई थाहा हुन्छ। त्यो अनुकूल हामीले पिच पायो भने हाम्रो टिमले चाहिँ नि राम्रो खेल्छ जस्तो लाग्छ। गोरखपुरमा जुन लेभलको टिमहरूसँग प्र्याक्टिस गरेको थियो त्यो अनुसारले यहाँ कतिको फाइदा कतिको के हुन्छ जस्तो लाग्छ? लगभग राम्रो टिम थियो। हामी लगभग सबै म्याच क्लोजै खेले हो। एउटा म्याच हामी लगभग 5 रनले जित्यौँ, एउटा 1 विकेटले जित्यौँ, एउटा म्याच अलि इजी थियो। लगभग हामीले 160-65 रन 17-18 ओभरमा चिज गऱ्यौँ होइन। लास्ट म्याच हामी हार्यौँ। त्यो प्रिपरेसन चाहिँ नि राम्रै भयो। किन भन्दाखेरि एउटा राम्रै टिम हामीले आएको थियौँ प्र्याक्टिस म्याचको लागि। त्यसले चाहिँ नि निश्चित रूपमा यहाँ फाइदा गर्छ जस्तो लाग्छ यो टुर्नामेन्टको लागि। अनि हाम्रो काठमाडौँ टिमको मेन स्ट्रेन्थ केलाई मान्नुहुन्छ तपाईँ? मेन स्ट्रेन्थ भन्दाखेरि बलिङ ब्याटिङ दुइटै चाहिँ नि लगभग इक्वेली ब्यालेन्स छ होइन। टिममा चाहिँ नि लगभग एकदम स्टार भन्ने कुनै पनि त्यस्तो एकदम ठुलो ब्याट्सम्यान पनि छैन हाम्रो टिममा। धेरै अलराउन्डर्सहरू छ। त्यसले गर्दा लगभग सबै प्लेयरको काँधमा चाहिँ नि जिम्मेवारी छ। अरू जस्तो टिमहरूमा चाहिँ नि पारसमाथि या ज्ञानुमाथि शरदमाथि डिपेन्ड भइरहेको यो अवस्था छ टिमहरू। त्यो किसिमको नभएर हाम्रो चाहिँ नि समग्र रूपमा टिम ब्यालेन्स छ। सबैको काँधमा चाहिँ नि जिम्मेवारी छ। सबै मिलेर चाहिँ नि एउटा टिम स्पिरिट र हामीले म्याचहरू निकाल्न सक्छौँ जस्तो लाग्छ। मैले अघि भर्खर त्यहाँ क्युरेटरसँग पिच क्युरेटरसँग कुरा गरेको थिएँ। अनि बेलुकाको सेसनमा बल स्विङ हुने सम्भावना छ भनेर उहाँले भन्नुभयो। के छ हाम्रोमा त्यसको लागि सम्पालबाट कति आशा? सबैभन्दा मलाई एउटा चिज के छ भन्दाखेरि जुन तपाईँको फर्स्ट आधा घन्टा विकेट कस्तो खेल्छ भन्ने कुरो हो। किन भन्दाखेरि यहाँको विकेटहरू लाइक ब्याटमा चाहिँ नि चाँडो बल आउँदैन, अलिकति फँसेर आउने गर्छ। त्यो प्रब्लम चाहिँ नि यहाँ क्रिएट नहोस्, राम्रै पिच पाऊँ भन्ने आशा लिएको छु। त्यो किसिमको एउटा फर्स्ट आवरमा चाहिँ नि स्विङ हुने त्यो सम्भावना छ भने त्यसको निश्चित रूपमा हामीसँग राम्रो स्विमरहरू छ। सोमपाल छ होइन, मन्जित छ, त्यस्तै गरेर अरू पनि सन्तोष छ। त्यो हिसाबले चाहिँ नि हामीले राम्रै गर्न सक्छौँ जस्तो लाग्छ। हाम्रो यो फेसबुकमा फ्यान्सहरू जो हुनुहुन्छ हाम्रो टिमलाई क्लोजली फलो गरिरहनु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँहरूको साथ चाहिन्छ। तपाईँहरू सपोर्ट गरिराख्नुहोस्। तपाईँहरूको सपोर्टले नै हामी चाहिँ नि म्याचमा राम्रो प्रदर्शन गर्ने हामीलाई बल मिल्छ जस्तो लाग्छ। तपाईँहरू सबै जति पनि हाम्रो यो पेजलाई चाहिँ नि लाइक गर्नुभएको छ, सपोर्ट गर्नुभएको छ, उहाँहरूबाट हामीले धेरै आश गरेको छौँ। हामीलाई सपोर्ट गर्नुहोस्, हामीलाई पछाडिबाट साथ दिनुहोस्। हस्, थ्याङ्क यू दाइ। भोलिको लागि बेस्ट अफ लक। थ्याङ्क यू। कुरा गरिहाल्यौँ काठमाडौँ टिमका कोचसँग। भोलिको म्याचको प्रिपरेसन र काठमाडौँ टिमको टुर्नामेन्टमा चान्सेस सम्बन्धी कुराहरू, बाँकी अपडेटहरू लिएर हामी पनि आउने नै छौँ। काठमाडौँ गोल्डेन्सको पेज लाइक गर्नुहोला, सेयर गर्नुहोला र
र मन पराइदिनु भएकोमा धन्यवाद।